अहिले चाहिँ हामी यता बालडाँडातिर आइसकेको है। पहिलेतिर त सब गाउँ जस्तो देखिने, आजभोलि त सब जङ्गलले फाइनली सिम्पानी बजार आइपुगेको अवस्था। हेलो एभ्रिवान, स्वागत छ तपाईँहरूलाई मेरो नयाँ भिडियोमा। म चाहिँ गाउँ आइसकेँ है। आजभोलि चाहिँ गाउँतिर छु। अनि आज चाहिँ यतिखेर चाहिँ म यता चिप्रुङतिर छु है, खोटेहाङ गाउँपालिकातिर। खोटेहाङ गाउँपालिकाको यता चिप्रुङतिर छु, चिप्रुङ स्कुल छेउतिर। अनि आज चाहिँ हामी सुन्तला खानु हिँडेको सिम्पानी। सुन्तलाको बगानतिर सिम्पानी पुग्दै पुग्दै सुन्तला खाएर फर्किनु पर्ने हुन्छ हामी चाहिँ। हिउँदको बेलामा त गाउँको बाटो त यस्तो बवाल हुन्छ है। यता पनि रोड बनाउनु धमाधम रहेछ। अझै ओपीवाला बन्दै रहेछ यता चाहिँ रोड। बेसीमा त कति हुनेछ? बेलुका बेलुका खतरा जाडो हुँदो रहेछ त। र अहिले चाहिँ हामी यता बालडाँडातिर आइसकेको है। हामी चाहिँ डाँडाको उतापट्टि भएर आएको, त्यहाँबाट यस्तो चिप्रुङ गरेर यस्तो 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 हुँदै 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 यहाँ आइपुगेको। यहाँ आएर बिसाइदिएको। माथि रोक्सेम बजार अलिअलि देखिँदैछ। यहाँ माथि सिधै इन्द्रेणी पोखरी बुद्धधाराहरू पर्छ। अनि यता पारी चिप्रुङ। चिप्रुङ गाउँ अरे यता पारीको। अनि यहाँबाट उँधो उँधो चाहिँ साल्तेम पर्छ। के हो चिप्रुङ त आजभोलि त जङ्गलै जङ्गल पो देखिन्छ त हौ है। ल पहिलेतिर त सब गाउँ जस्तो देखिने, आजभोलि त सब जङ्गलले छोपिसक्यो कि के हो। सब उत्तिस बाँसै बाँस मात्रै देखिन्छ त। ल सट्ट हेरिदिउँ चिप्रुङ गाउँ। हामी चाहिँ यताबाट जानुपर्ने हुन्छ। यो चाहिँ अब फाइनली यतातिर आइपुगेको, गैरी गाउँतिर। तोरी हो कि साग हो यो? सब फुलुङ्गे रहेछ है।
सब धुले रोड भएछ आजभोलि त है। बर्खामा हिले रोड, हिउँदोमा धुले रोड। यता त्यस्तो बवाल खेती छ यहाँ, सागसब्जीहरू, प्याज स्याजहरू। यहाँ अहिले फर्किँदाखेरि यहाँबाट प्याज लगेर फर्किनुपर्ने हुन्छ हामी चाहिँ। रहेछ बिउ त अझै। यहाँबाट यो लेफ्टको बाटो लाग्यो भने चाहिँ तपाईँहरू माथि इन्द्रेणी पोखरी निस्किन सक्नुहुन्छ है। यता कता बोर्ड पनि देखेको थिएँ मैले, यहाँबाट उकालो। अनि तपाईँहरू उता तल सिम्पानीबाट तलबाट उता के भन्छ कसरी के उताबाट घुमेर आउँदा पनि हुन्छ, तर यताबाट चाहिँ सर्टकट हुन्छ है उँभो इन्द्रेणी पोखरी निस्किनुको लागि। अहिले चाहिँ हामी सिम्पानीको नजिक आइसकेको अवस्था। सिम्पानी बजारभन्दा अलिक वर यहाँनिर सुन्तला टन्नै छ होइन। यो सुन्तला चाहिँ अहिले हामीले फर्किँदाखेरि खाएर किन्नुपर्ने हुन्छ। अहिले यता फर्किँदाखेरि यहाँ सुन्तला पनि खानुपर्ने हुन्छ। हामी चाहिँ खासमा मेन गरी सुन्तला नै खानु आएको। अनि सिम्पानीमा पनि सिम्पानीसम्म पनि पुग्दिउँ न त भनेर अब उँधो बजारतिरै झर्दै गरेको। फाइनली सिम्पानी बजार आइपुगेको अवस्था। ल सिम्पानी बजार यही हो है। यहाँ झर्ना छैन आजभोलि। ब्याङ्क त बन्द हो कि के हो? ए खुल्लै रहेछ हौ यहाँ। अब चाहिँ हामी फर्केको सिम्पानीबाट पनि। सिम्पानी फर्केको अब यता मासतिर गाउँ पसेर सुन्तला किनेर खाँदै जानुपर्ने हुन्छ हामी चाहिँ। गाई घाट पठाउनु हुने रे भोलि। टन्नै फलेको छ सुन्तला चाहिँ सिद्धिएछ अब चाहिँ। कसैले हाम्रोमा काग आउँदैन। यो मरि हत्तै गरेर कति खन्न गरेर पानी र मल गरेर जोगाएको काग ल्याएर खाइदियो भने त अनि काग पनि मासियो होला हौ आजभोलि। उहिले जस्तो त देख्दिनँ म। त्यो लामपुस्रे भन्दा नि हाम्रोमा त त्यो चुच्चो उ गरेको चरा आउँछ हौ के खालको त्यही पनि एकै दाना पनि रहेन। के खाइदियो त तर फुटेन नि त हल्का हो। भोलि चाहिँ सबै सिद्धिने हो दिदी अब।
कति फिट थियो अनि त्यहाँ पठाउनु पर्ने छ गाउँतिर काठमाडौँतिर जान्छ अरे कार्य छ हाम्रो पल्लाको हामी चाहिँ सुन्तला टिप्दै यति टिपिसक्यो दिदीले टिप्नु हुँदैछ त्यहाँ अझै यहाँ भाइ हामीले यति टिपेको सुन्तला यहाँ प्लास्टिक छ दि अझै फाइनल्ली हामी सिम्पानीबाट पनि फर्केको है सिम्पानी बजार पनि पुग्यो सुन्तला पनि खाइयो सुन्तला पनि लिएर आइयो एक जेब्रा 10 केजी लिएर आएको हामीले चाहिँ दिदीभाइ भएर 10 केजी सुन्तला बोकेर अब हामी चाहिँ लाग्दैको घरतिर 100 रुपियाँ केजी यता चाहिँ बोटतिरै गयो भने चाहिँ तर अरूतिर त सबै सिद्धिसकेको रहेछ यतातिर प्रायः जसो मान्छेहरूले बोटै बेच्छ है सुन्तलाको बोटै बेची पठाउँछ तर यहाँ सिम्पानीमा चाहिँ दिदीहरूले बोटै नबेच्नु भएको रहेछ त्यही कहिलेकाहीँ यसो 1-2 केजी चाहिँ बेच्नु हुँदो रहेछ अनि यसो आफन्तहरूलाई आउँदा जाँदा खानुको लागि राखिदिनु भएको रहेछ त्यही भएर सुन्तला चाहिँ पाइयो यहाँ लगभग 1 घन्टामा घर पुगिन्छ होला घरबाट लगभग 1:30 तिर हिँडेको यता त्यता गर्दाखेरि अहिले चाहिँ फर्किँदाखेरि चाहिँ अलिक ढिलै भयो 3-3:30 जति भइसक्यो होला अब चाहिँ यति भन्दै यो भिडियोलाई यतैतिर बन्द गरौँ।